हस्तकला दिवस या छोले येले कला लिसे सांस्कृतिक महोत्सव जुगुदु Showcasing the ornaments of Newari Buddhism Society. नेवा बुद्धिज्म सोसाइटीमा प्रयोग हुने विभिन्न अर्नामेन्ट्सहरू को यहाँले तस्बिरहरू साथसाथै त्यसको जानकारी पनि यो किताबमा पाउन सक्नुहुनेछ। विभिन्न 10 कर्म र यी कर्मकाण्डहरूमा प्रयोग हुने यी अर्नामेन्ट्सहरूको बारे विस्तृत रूपमा यो किताबमा जानकारी रहेको छ। धेरै धेरै धन्यवाद छ यहाँलाई र नेपाल हस्तकला महासंघ यला महानगरपालिका वडालिया 16 व पाटन संग्रहालय गुहाली नेपाल कला व सांस्कृतिक धरोहर रूपे दुगो नेपाली हस्तकला प्रचार प्रसार लिसे प्रवर्धन यागु उद्देश्य महोत्सव जुगु खा व्यवस्थित
अझ व्यापकता दियो कि जो महानगरपालिका लगायत जातीय संसद सभा ठुलो यमरी आठुटी चाहिँ जुनी चाहिँ ठाउँ विशेषण झिउ यमरी डेक्यु निसे सिन्यु निसे या यमरी स्थल ल यमरी छिट छा ठो दिने छा पुजे गेना पुजे यो खेल छिट चाहिँ ठुलो सरस्वती जानकारी छिटाउँदै यमरी पुजे यसले छिट चाहिँ ठो विशेषण ठो ठिला गुनु ठिला पुने गुनु यमरी पुने गुनु छिसा चाहिँ गुनु ठो छिसा किसान तेज हामीले विशेषण ठो मी जाया रुका छिटो अन्न धान चाहिँ ठो ठिका रुका विड चाहिँ भकारी तयार झि विभिन्न यमरी नाम त्यो त विभिन्न त्यो ख्यात त्यो त विभिन्न तयार देखा कि भकारी दुनिया पूजा चलन न ठाउँ झिउ विशेषण छौ प्रणय दिवस भ्यालेन्टाइन डे राजमा तर झिउ देशे नेवा देशा ढाबा सहमतिना पारो गान ठो दिवस त यमरी माने नाया पच्चीस साल अब इटा चाहिँ यमरी पारो हिसाबले माने माउ छिटो चाहिँ बहुत जेनेरेसनले त भ्यालेन्टाइन डे छ तो यमरी पनि चाहिँ पच्चीना पारो माने अब वो छोड़ो जिसा संदेश दिमाग अनुसार आठो यमरी सिन्युला चाहिँ आठो सांस्कृतिक रूपमा चाहिँ महत्त्व ल यमरी यो चाहिँ विशेषता रह्यो छिटो चुला लेबले कि तागत कि स्वस्थता भी अब छोड्न किसको सिजन अनुसार एकदमै बालाको परिकार हो महोत्सवे बुद्ध धर्म कथा 10 कर्मे प्रयोग जिगु तिसाय प्रदर्शनी जातीय पोसाक प्रदर्शनी शास्त्रीय सङ्गीत तिथि विदायचर्या प्याख अष्टमातृका प्याख कार्तिक नाच लोकनृत्य लगायत धाप बाज दमुखी बाज नेपाल भाषा लोकमे लगायत प्रस्तुति जुगु खा र फेरि पनि एकजना कलाकार जसको हामीले लाखे नाच धेरै प्रतिभाशाली यसरी नै आर्सी साक्य र धेरै कलाकारहरूको साथमा हामीले धन्यवाद ज्ञापन पत्र कृतज्ञता ज्ञापन पत्र अर्पण गरिदिनको लागि आग्रह गर्दैछौँ।
कलालिसे सांस्कृतिक महोत्सव न्यानुतक्क चुकुखा कला तथा संस्कृति महोत्सव प्रमुख उद्देश्य दैगो झिउ सांस्कृतिक विकास नाम्नापा झिउ सांस्कृतिक संरक्षण संवर्धन अले झिउ हस्तकला या प्रवर्धन या गुनीति चिसा ठो ज्याजो न्याको ठो ज्याजोले चिसा विविध सांस्कृतिक कार्यक्रम जस्तो दबली याना नाप्नापा चाहिँ पाटन संग्रहालय दुनी चिसा हस्तकला निर्मित सामग्री विभिन्न विषय वस्तु यो हस्तकला या सामग्री चिसा प्रदर्शन नाप्नापा चिसा बौद्ध परंपरा अनुसार झिगु विद्या झिगु कर्म यागमा गऊ वो अवस्था प्रयोग जिगु विभिन्न गर्गवान प्रदर्शन नाप्नापा चिसा हस्तकला सामग्री बिक्री वितरण स्टल तनाथन मारन पोखरी तया गो इवेंट झिगु जुल पन्यानुदिन यो इवेंट है गुलिन प्रत्यक्ष अप्रत्यक्ष रूपमा छिटक बालिना दिपी सकसना जी दुनुगलन शुभा देशना चुना वेकअपिनु उपस्थिति वेकअपिनु सहभागिता ठो कार्यक्रम ठुक्सी जो एकदमै बालाट एकदमै छरा धाल वेकअपिनुगु ठो गुहाली चिसा चाहिँ हामीले लुमङ्केमा हामीले लुमङ्का चुनी आ लिप लिप वैगु जाजोले न थथे वेकअपिनु गुहाली दैगु भल्सना कया चुना अन्ते